नमस्कार प्रिय दर्शकवृन्द, सदाझै आज पनि म एक नयाँ विषयवस्तु लिएर उपस्थित भएको छु। आशा छ यो भिडियोको माध्यमबाट हजुरको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्नेछ। दर्शकवृन्द, यदि हजुरहरू नयाँ हुनुहुन्छ भने यस्तै भिडियोहरू हेर्न र सुन्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। आउनुहोस् दर्शकवृन्द, अब आजको विषयवस्तुतिर लागौँ। हाम्रो जीवन यति अनौठो छ कि जहाँ हरेक दिन हामी धेरै मानिसहरूसँग भेटिन्छौँ, कुरा गर्छौँ, अनुभव बाँड्छौँ। तर के तपाईँलाई थाहा छ, केही कुरा यस्ता पनि हुन्छन् जुन हामीले भुलेर पनि अरूलाई भन्नु हुँदैन। कहिलेकाहीँ तपाईँले राम्रो सोचेको मान्छेले पनि तपाईँलाई पछाडिबाट घात गर्न सक्छन्। यो संसार नै अचम्मको छ। कति बेला कसको मन परिवर्तन हुन्छ त्यो कसैलाई पनि थाहा नै हुँदैन। मानिसहरूले तपाईँको हरेक कुराको कमजोरीहरू खोजिरहेका हुन्छन्। उनीहरू तपाईँको सामु आउँदा आफ्नो नजिकको मान्छे भएर आउँछन्। जब उनीहरूले तपाईँको कमजोरी पत्ता लगाउँछन्, त्यति बेला उनीहरूले नै तपाईँलाई दुःख दिन थाल्छन्। त्यसकारण तपाईँले हरेक व्यक्तिलाई आफ्नो नसोच्नुहोस्। हरेक व्यक्ति तपाईँ जस्तै इमान्दार कहिल्यै पनि हुँदैन। अहिलेको आधुनिक समयमा मानिसले आफ्नो इमान्दारितालाई बिकाउने गर्दछन्। त्यसैले तपाईँले आफ्नो इमान्दारिता कायम गर्दै आफूमा गोप्यता कायम राख्नुपर्दछ। तपाईँको हरेक कुराहरूलाई भन्नै पर्ने आवश्यकता नै छैन। कतिपय यस्ता कुराहरू पनि हुन्छन् जसलाई हामी आफूमा नै सीमित गर्नुपर्छ। हाम्रो जीवन भनेकै एक पुस्तक हो जुन सबै पृष्ठहरू सबैलाई देखाउन हुँदैन। अब कुरा गरौँ भुलेर पनि कसैलाई भन्नै नहुने 5 कुराहरू। पहिलो नम्बरमा रहेको छ आफ्ना योजनाहरू कसैलाई पनि नभन्नुहोस्। यदि तपाईँले आफूलाई लामो यात्रासम्म अघि बढाउन चाहनुहुन्छ भने तपाईँले आफ्नो योजनाहरूलाई गोप्य राख्नुहोस्। तपाईँको योजनाहरू कहिलेकाहीँ यति गहिरो र महत्त्वपूर्ण हुन्छन् कि अरूसँग यसलाई साझेदारी गर्दा नकारात्मक प्रभाव पर्न सक्छ। अहिले तपाईँको नजिक भएका मानिसहरू भोलि कोसँग नजिक हुन्छन् त्यो तपाईँलाई पनि थाहा हुँदैन। जब तपाईँले आफ्नो गोप्य योजना दोस्रो व्यक्तिलाई भन्नुहुन्छ, तपाईँले आफू सफल हुने आशालाई पनि त्यही रोक्नुपर्छ। तर सबै मानिसहरू खराब नै छन् भन्ने होइन, तर धेरै मानिसहरू तपाईँको लागि खराब बनिदिन सक्छन्। योजना भनेको तपाईँको सफलताको सबैभन्दा मजबुत खम्बा हो। जीवनमा तपाईँले राखेका योजनाहरू यति महत्त्वपूर्ण हुन्छन् कि तपाईँले यसलाई बचाएर राख्नुपर्छ। योजनाको वास्तविकता त तपाईँको हातमा छ र यसलाई जति गोप्य राख्नुहुन्छ त्यति नै यसमा पाउनु भएको सफलता निश्चित हुनेछ। त्यसैले तपाईँका योजनाहरू साझा गर्ने भन्दा पनि आफै विश्वास राख्दै धैर्यपूर्वक ती योजनाहरूलाई कार्यान्वयनमा ल्याउनु राम्रो हुनेछ। त्यसै कारणले आफ्नो योजनाहरू गोप्य राख्नुहोस् र आफ्नो क्षेत्रमा सफलता हासिल गरेर अरूलाई देखाउनुहोस्। अब दोस्रो नम्बरमा रहेको छ आफ्ना असफलताहरू कसैलाई पनि नभन्नुहोस्। मानिसका जीवनमा हरेक प्रकारका असफलताहरू हुन्छन्। असफल नभइकन कोही पनि व्यक्ति सफल भएको हुँदैन। जहाँ तपाईँ भत्किनु मात्र होइन, बलियो बन्ने अवसर पनि पाइरहनुहुन्छ। तर त्यही असफलता जब तपाईँ अरूलाई बताउनुहुन्छ, प्राय त्यो प्रेरणाको विषय भन्ने भन्दा पनि आलोचनाको कारण बन्न पुग्छ। हाम्रो जीवनमा कुनै पनि समयमा यस्तो मोड आउँछ जुन समयमा महत्त्वपूर्ण व्यक्तिहरू हाम्रो विरुद्धमा उभिरहेका हुन्छन्। यदि यो अवस्था तपाईँले आफ्नो असफलताहरूसँग भन्नुभयो भने तपाईँलाई उनीहरूले निकै कमजोर देख्छन्। तपाईँलाई उनीहरूले त्यही असफलतालाई लिएर जज गर्न सुरु गर्छन्। तपाईँले जोसँग असफलताका कुराहरू गर्नुभएको छ उसले तपाईँको असफलतालाई दुनिया सामु पुर्याउँछ र तपाईँले पाउने अवसर पनि तपाईँले गुमाउन पुग्नुहुन्छ। त्यसकारण तपाईँले आफ्नो असफलतालाई आफूभित्र नै राख्नुहोस् र सफलता हासिल गर्नुहोस्। असफलताले तपाईँलाई सिकाउँछ, सुधार्न प्रेरित गर्छ, तर त्यो ज्ञान तब मात्र मूल्यवान हुन्छ जब तपाईँ भित्रै राख्नुहुन्छ अनि समय आएपछि त्यही असफलतालाई सफलता बनाई प्रस्तुत गर्नुहुन्छ। त्यसैले आफ्नो असफलता कसैलाई नबताउनुहोस्, किनभने त्यो तपाईँको गुप्त पाठशाला हो जहाँ तपाईँ आफै शिक्षक हुनुहुन्छ, आफै विद्यार्थी। संसारले तपाईँको सफलतामा ताली बजाउँछ, असफलतामा होइन। त्यसैले असफलता गुप्त रूपमा राख्नुहोस्। तेस्रो नम्बरमा रहेको छ आफ्नो आम्दानी र आम्दानीको स्रोत कसैलाई पनि नभन्नुहोस्। किनकि कहिले कहाँ जलनको आगो सल्किन्छ थाहा नै हुँदैन। मानिसहरू सम्बन्धको पछि होइन पैसाको पछि भाग्ने गर्छन्। तपाईँ आफैले विचार गर्नुहोस्, यदि तपाईँ धनी हुनुहुन्छ भने तपाईँको पछि दुनियाँ नै भाग्छ। तर तपाईँसँग आर्थिक अवस्था न्यून छ भने तपाईँसँग ती व्यक्तिले सङ्गत गर्न पनि चाहँदैनन्। त्यसैले तपाईँले आफ्नो आम्दानी कहिल्यै पनि कसैको सामु नबताउनुहोस्। चाहे तपाईँको आम्दानी बढी होस् या कम, जे जति छ आफ्नो मनमै राख्नुहोस्। तपाईँले जतिसुकै मेहनत गरेर कमाइरहनु भएको भए पनि सबैलाई देखाइहाल्नु र सुनाइहाल्नु बुद्धिमानी होइन। यदि तपाईँले आफ्नो आम्दानीको स्रोत कसैलाई बताउनु भयो भने तपाईँको आम्दानीको स्रोत अरू मानिसले प्रयोग गर्न सक्छन् र त्यसले तपाईँलाई ठुलो नोक्सान पुर्याउन सक्छ र ती व्यक्ति नै तपाईँको विरुद्धमा उभिन सक्छन्। त्यसैले आफ्नो आम्दानी र त्यसको स्रोत गोप्य राख्नु भनेको केवल सतर्कता मात्र होइन, यो तपाईँको सुरक्षित भविष्यप्रतिको दूरदर्शी सोच पनि हो। संसारमा धेरैजना मानिस तपाईँको सफलतालाई सहन सक्दैनन्। त्यसैले आफ्नो कमाईको बारेमा कुरा कम बोल्नुहोस्। एक उखान नै छ नि,
धनको शोभा मौनतामा हुन्छ न कि प्रदर्शनमा। चौथो नम्बरमा रहेको छ आफ्ना कमजोरीहरू कसैलाई पनि नभन्नुहोस्, किनभने यो संसार डाक्टर होइन जो तपाईँको घाउमा मलम लगाउन आउँछन्। यहाँ त धेरै नुन छर्कनेहरू छन्। जीवनको मैदानमा हर मान्छेभित्र केही न केही कमजोरी त हुन्छ नै, जस्तो कि तपाईँमा बोल्न नसक्ने कमजोरी छ होला, आफ्ना कुराहरूको सामु राख्न नसक्ने कमजोरी हुनसक्छ, तपाईँ भावनात्मक रूपमा आफूलाई बलियो राख्न नसक्ने कमजोरी हुनसक्छ, तपाईँलाई स्पष्ट अङ्ग्रेजी बोल्न नसक्ने, अरूको अगाडि डराउने, यस्तै यस्तै धेरै कमजोरीहरू तपाईँसँग हुन सक्छन्। तपाईँले आफूमा भएका यी कमजोरीहरू अरूको सामु कहिल्यै पनि नभन्नुहोस्। आफ्ना यी कमजोरीहरू अरूको सामु बताउनु भयो भने उनीहरूले तपाईँको धेरै व्यक्तिको अगाडि बेइज्जत गराउन सक्छन्, तपाईँलाई मानिसको अगाडि गिराउन सक्छन्, तपाईँलाई हाँसोको पात्र बनाउन सक्छन् र तपाईँलाई त्यही कमजोरीका आधारमा रहेर विभिन्न षड्यन्त्रहरू गर्न सक्छन्। त्यसैले तपाईँसँग भएका जुनसुकै कमजोरी पनि अरूको सामु नबताउनुहोस्। तपाईँको कमजोरी तपाईँको निजी पाठशाला हो, जहाँ सिकाइ हुन्छ, सुधार हुन्छ, तर केवल जब तपाईँ त्यसलाई गुप्त राखेर सङ्घर्ष गर्नुहुन्छ। त्यसैले आफ्नो कमजोरी सार्वजनिक नगर्नुहोस्, किनकि संसार तपाईँसँग संवेदना देखाउँछ भन्ने ग्यारेन्टी छैन, तर त्यसको कमजोरीकै कारण तपाईँलाई हेप्न सक्छन्। त्यसैले आफ्नो कमजोरीहरूलाई गोप्य राख्नुहोस् र खुसी जीवन जिउनुहोस्। पाँचौं तथा अन्तिम नम्बरमा रहेको छ हरेक कुरा सबैलाई नबताउनुहोस्, किनकि तपाईँको सत्यहरूको मनोरञ्जन बन्न सक्छ। संसारमा सत्य सधैँ मूल्यवान हुँदैन, कहिलेकाहीँ तपाईँको इमान्दारी नै तपाईँको दुर्बलता मानिन्छ। हरेक कुरा सबैसँग बाँड्ने बानीले तपाईँलाई खुल्ला किताब जस्तो बनाइदिन्छ, जहाँ पाठकहरू पढ्छन्, मजा लिन्छन् अनि आलोचना गर्न सुरु गर्छन्। आजको युगमा पारदर्शिता चाहिन्छ भनेर धेरै कुरा खुल्ने गरिन्छ, तर जीवन भने चेस बोर्ड हो, हरेक चाल खुलेको भए राजा कहिल्यै पनि बाँच्दैन थियो। त्यसैले हरेक सत्य, हरेक अनुभव, हरेक भाव सबैको खोल्नै पर्ने हुँदैन। केही कुराहरू मौनतामा नै सुरक्षित हुन्छ, किनकि यो संसारले तपाईँको भोगाइलाई अनुभूति होइन इन्टरटेनमेन्ट बनाउँछ। त्यसैले सोचेर मात्र आफ्ना कुराहरूलाई बताउनुहोस्। तपाईँको मौनता तपाईँको कमजोरी होइन, तपाईँको गहिरो बुद्धिमत्ता हो। केही कुरा गुप्त राख्दा तपाईँको आत्मसम्मान सुरक्षित रहन्छ अनि शक्ति पनि बढ्छ। एक उखान नै छ नि, धेरै बोलेर होइन सही बोलेर मानिसलाई प्रभाव पार्न सकिन्छ। जीवन भनेको नदी जस्तै हो, कहिले शान्त कहिले उल्लिएर बग्ने, तर कहिले कहाँ कुन किनारामा त्यो मोडिन्छ कसैले जान्दैन। त्यसैले आफ्नो जीवनका गहिरा कुरा, भावनाहरू, रहस्यहरू जथाभावी खोल्ने होइन, सोचेर मात्र खोल्नुपर्छ, बोल्नुपर्छ। जसरी सुन सधैँ टपक्क ढाकेर राखिन्छ, जसरी अमृत लुकाएर राखिन्छ, त्यसरी नै केही कुराहरू जीवनभर लुकाएर राख्नु नै बुद्धिमानी हो। जुन कुरा मुखले बोल्न पाइँदैन त्यो आँखा, बोली र बानीले प्रकट हुन्छ। त्यसैले जीवनको मौनता पनि एक शक्ति हो। दर्शकवृन्द, हजुरहरूलाई आजको यो भिडियो कस्तो लाग्यो त? यदि हजुरहरूलाई राम्रो लाग्यो भने भिडियोमा लाइक गर्न र साथीहरूलाई सेयर गर्न नबिर्सिनु होला। यदि तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने यस्तै भिडियोहरू हेर्न र सुन्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। हामी फेरि अर्को नयाँ भिडियो लिएर आउने नै छौँ। तबसम्मका लागि बिदा दिनुहोस्। धन्यवाद।